एकदमै पपुलर डिसिजन हुन्छ जसले गर्दाखेरि एकदम त्यसले मन्त्रीलाई पपुलर बनाउँछ। कति अनपपुलर डिसिजन हुन्छ त्यसले गर्दा अनपपुलर बनाउँछ। यो अनपपुलर डिसिजन हो सर्ट टर्मको लागि भनेको एउटा हामीलाई थाहा छ, त्यसले अनपपुलरै बनाउँछ। तर लङ टर्ममा यसले चाहिँ समग्र सबैजनालाई मेन्टल हेल्थको इस्युमादेखि लिएर अलिकति प्रोडक्टिभिटीको हिसाबमा पनि 2 डेज विकेन्ड भनेको एकदमै नेपालमा त धेरै स्टडी हुने हामी त्यति गर्दैनौँ, तर हामी कतिवटा देशको विदेशको स्टडीहरू हेर्दाखेरि चाहिँ 2 दिनको विकेन्ड हुँदै गर्दाखेरि वर्क प्रोडक्टिभिटी लङ टर्ममा त्यसले बढाउँछ नि। त्यसले गर्दाखेरि यो अनपपुलर डिसिजन भन्ने थाहा हुँदाहुँदै पनि 2 दिनको यो विकेन्ड चाहिँ यसले चाहिँ कन्टिन्युटी नै पाउँछ। यसलाई हामीले लानुपर्छ। तर यसलाई अलिकति उठेको कतिपय प्रश्नहरू जस्तै एकदमै जेन्युन प्रश्नहरू उठेको छ। अभिभावकहरू काम गरिराख्नुहुन्छ तर अब छोराछोरीको अब छुट्टी हुँदै गर्दाखेरि कसरी कतिजनाले हेर्ने मान्छे नहुन सक्छ, के हुन सक्छ, यस्तो इस्युहरू एकदम संवेदनशील इस्यु पनि। यसको लागि हाम्रो लङ टर्म योजना भनेको त अभिभावकहरूको पनि 2 दिन छुट्टी हुनु पऱ्यो नि त, किनभने कति ठाउँमा त प्र्याक्टिस सुरु भइसकेको छ, सरकारी निकायमा त भइरहेको छ, कति प्राइम वित्तीय संस्थाहरूले पनि गरिरहेको छ। लङ टर्ममा हामीले प्र्याक्टिस गर्दै गर्दाखेरि चाहिँ धेरै निजी क्षेत्रहरूले पनि यो 2 दिनको विकेन्डको चाहिँ प्र्याक्टिस गर्नुहुन्छ भन्ने चाहिँ हाम्रो विश्वास पनि गर्दै गर्दाखेरि समग्र समाजलाई पनि आई थिङ्क यसले पोजिटिभ तरिकाबाट चाहिँ अगाडि लान्छ जस्तो मलाई लाग्छ।